हेलो नमस्ते स्वागत छ फेरि पनि हजुरहरू सबैजनालाई मेरो नयाँ मुकबाङ भिडियोमा। आज चाहिँ मैले के लिएर आएको छ त भन्दा साथीहरू, आज चाहिँ पुरै लोकल के अरे भेडाको मासु लिएर आएको छ साथीहरू। यो चाहिँ लमजुङबाट लिएर आएको भेडाको मासु हो। भन्नाले नि यहीँ भेडा ल्याएर काटेको थियो, अनि त्यही मासु हो उता लमजुङको अर्ग्यानिक लोकल। अनि यहाँ पनि यो पनि लमजुङबाट लिएर आएको चामलको लोकल खाना नै छ। यहाँ छ साग, यो पनि लमजुङबाट नै लिएर आएको साग हो। सबै लोकल खाना छ आज चाहिँ, लमजुङको लोकल खाना। अनि हजुरहरू पनि हेरेर इन्जोय लिनुहोला, म पनि खाएर इन्जोय लिनेछु। हजुरहरू पनि सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदमै ठिक छु। सुरु गर्छु साथीहरू। सरी, ल म चाहिँ सुरु गर्छु। हजुरहरू पनि हेरेर इन्जोय लिनुहोला। झोल चाहिँ यहाँ राख्नु पर्यो। आथुला पुरा सुप चाहिँ मिठो हुन्छ यहाँ यो भेडाको चाहिँ। ल हजुरहरूले खानु भएको छ कि नै भेडाको मासु? खानु होला है, एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ, एकदमै स्वादिष्ट, एकदमै स्वादिलो हुन्छ, टेस्टी हुन्छ। हजुरहरू पनि ट्राई गर्नुहोला। त्यो पनि झन् गाउँको लोक। फर्स्ट बाइट हजुरहरूलाई भन्दै दामी। यो चाहिँ सुप कस्तो तातो, सुप चाहिँ एकदमै तातो। भाँडा साँगुरो भएर यहाँ तातोले छुनै नसक्ने। यो भाँडामा चाहिँ फेरि यति तातो हुन्छ हो। खुर्सानी चाहिँ खान छोडिसकेँ साथीहरू मैले। खुर्सानीले अलिक पचाएन मलाई। तातो 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 खाँदा चाहिँ एकदमै मिठो हुन्छ।
सबै पिदिनु पर्यो। तातो तातो झोल आधा तातो तपाईँहरूले ट्राई गर्नुभएको छ कि नै भेडाको मासु एकचोटि खानुहोस् त, एकदमै मिठो। खसीको मासुभन्दा मिठो हुन्छ। धेरै भयो खाना पनि धेरै, झोल मासु धेरै भयो। गर्दा पिदिनु पर्यो। एकदम धेरै गाह्रो भयो। ल साथीहरू, मैले चाहिँ खाइसकेँ, एकदमै गाह्रो भयो। लास्टमा चाहिँ मासु झोल खाना सबै धेरै भएर, अनि भेडाको मासुको चाहिँ सुपै मिठो हुन्छ, त्यही भएर सुप अलिक धेरै भएको थियो। अनि हजुरहरू पनि हेरेर इन्जोय लिनुभयो होला, अनि मैले पनि खाएर इन्जोय लिएँ। हजुरहरू मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला भन्दै अहिलेलाई चाहिँ बाई बाई।